दिदी आफ्नो भएको एकजना दाइ पनि अस्ट्रेलियामा हुनुहुन्छ। यतिबाट भिडियो कल गरेर त्यही भिडियो कलमा भाइटिका लगाइदिनु पर्ला। मेरो त झन् दाजुभाइ नै छैनन्, म पनि जान्न। अनि करुणा तिमी के गर्छौ नि? मेरो पनि दाजुभाइ सबै विदेशमा छन्। यसपालि टिकाराम दाइलाई नै भाइटिका लगाइदिनु पर्ला। ए भनेपछि यसपालि तिहारमा सुन्दरी पनि यतै, करुणा दिदी पनि यतै, म पनि यतै। रमाइलो हुने भइहाल्यो नि। मजाले देउसी भैलो खेल्नुपर्छ है। अब वर्ष दिनमा एकचोटि आउने तिहारमा देउसी भैलो त खेल्न परिहाल्यो नि। ल मेरो बाल्टिन भर्यो, म चाहिँ लागे है। ल ल जाऊ जाऊ। अनि पुतली बहिनी, तिम्रो त्यो घरमा आएको मान्छे गयो कि यही छन्? कहाँ जानु नि, त्यही घरमै छन्। किन सोध्नु भयो नि करुणा दिदी? हेर न, तिम्रो घरमा आएको त्यो मान्छेले त मलाई हिजो प्रपोज गरेर भने। होइन के भन्नुहुन्छ? तपाईँलाई मेरो जेठाजुले प्रपोज गरेको? भने ए भनेपछि तपाईँलाई गौरवन्ती काकाले त छोडेनन्। मेरो जेठाजुले धरि प्रपोज गर्ने भ्याएछन् होइन? त्यही त भने, जिन्दगीमा राम्री हुनु पनि बेकार रहेछ के। अझ म जतिकी राम्री हुनुभएको भए त के हुन्थ्यो होला है। धन्न मेरो साथमा त बुढा छन् र मलाई कसैले प्रपोज गर्दैन। अनि करुणा दिदी, मेरो जेठाजुले प्रपोज चाहिँ के भनेर गरेको नि? के भनेर गर्नु नि? गुलाबको फुल दिएर, घुँडा टेकेर, म तिमीलाई आकाशभन्दा फराकिलो, समुद्रभन्दा गहिरो माया गर्छु भन्यो नि। तिमी र म बिहे गरौँ, बिहे गरेर 12वटा सन्तान जन्माएर फुटबल टिम बनाएर नेपालबाट वर्ल्ड कपमा फुटबल खेल्न पठाउँला भनेर पो प्रपोज गरिरहेको। मलाई त रिस उठेर ढुङ्गा टिपेर हान्न लागेको भाग्यो नि। त्यो बान्द्रे हो कि आन्द्रेको यत्रो आँट मेरो करुणाजीलाई प्रपोज गर्ने? आज त्यो मेरो हातबाट सक्यो। अब तपाईँलाई त गलबन्दी काका र मेरो जेठाजुले त नछोड्ला जस्तो छ। दुईजनाको हान्थाप पर्ला जस्तो छ।